हेलो गाइस, नमस्ते। फेरि पनि म आइसकेको छु छोटो मिनी ब्लग लिएर तपाईँहरूको सामु। जे जस्तो भए पनि हेरिदिनु होला है। अब त्यति राम्रोसँग बोल्न चाहिँ आउँदैन। अब अलिअलि प्रयास चाहिँ गर्छु, बोल्ने प्रयास गर्छु है। के कस्तो हुन्छ, जे जस्तो हुन्छ अब भन्नु होला, कमेन्ट गरिदिनु होला है। राम्रो भयो नि नराम्रो भयो भने अब के गर्ने केटा हो। एक्लै छु यार, साथीहरू अब उता गइसक्यो पहिले होइन। म चाहिँ अहिले एक्लै जाँदैछु, उता साइडमा बसिरहेको छु भन्छ के अरे। अब हेरौँ गएपछि के त हाल्छ होइन। आज शुक्रबारको दिन, छुट्टीको दिन। अब त्यही त हो, रुममा बस्नु कति बस्ने होइन। गाह्रो छ रुममा बस्न नि। अब अल्छी लाग्छ, झ्याउ लाग्छ, कति सुतेर बस्ने है। यसो कहिले कहिले त बाहिर पनि निस्किनु पऱ्यो के अरे होइन। त्यही भएर अब बाहिर निस्केको। हेरौँ अब केटाहरू कहाँनिर छ, त्यतातिर गएर देखिहाल्छु केटाहरूले अब होइन। को को आएको छ, कतिजना छ साथीहरू। चाहिँ अघि नै अघि 3 बजीतिर आएको, मलाई फोन गरिरहेको थियो कहाँ हो छिटो आउन भन्दै थियो। अब 3 बजी त यत्रो घाममा कहाँ निस्किन्छ त होइन। घाममा कहाँ निस्किन सकिन्छ त अनि। अब यता जाम हेर्दै जाम कहाँनिर छ केटाहरू। अहिले त सुनसान छ कि होइन। अहिले मान्छे त्यही आउने बेला भएको छैन। अहिले 5 बजेबाट चाहिँ मान्छेहरू लोड आउँछ क्या। यहाँ पुरा भरिन्छ कि यो। अहिले त त्यति मान्छेहरू छैन। अब पहिला चाहिँ हामी एकतिर नआउनु पनि आउँथ्यो। यहाँ कपाल लोड झऱ्यो। हेर्नु न कपाल कस्तो भइसक्यो मेरो। त्यही भएर म अझ दिदी आउँदैन कि पौडी खेल्नलाई नुहाउनको लागि। पहिला त लोड आएको हो नि। पापा छुट्टी भयो कि होइन। ल जाउँ केटाहरू, ल जाउँ। छुट्टी हुनै नहुने के, ल जाउँ। गाह्रो थियो यो यहाँ अहिले कपालको हाइरिभिजो गइरह। के गर्ने अब, कहाँनिर छ केटाहरू। दुईजना 3जना मात्रै भेटिसक्यो। कहाँ छ अरू चाहिँ नहेरेको क्या पनि। ए भाइ कतिखेर आउनुभयो त? भयो आधी घन्टा। नमस्ते। अरू आएन? अरू शङ्कर आएको भाइ त्यहाँ बसिरहेको रोशनी। धेरै दिन पछि भेट भयो। अझै कतिखेर आउनुभयो त? भर्खरै आयो। भर्खर निस्क्यो नि। के गर्ने केटा हो। अब यस्तै छ अब होइन। हप्तामा 6 दिन काम भयो नि, एक दिन त अब यसो रेस्ट गर्नु पर्यो के अरे है। गाह्रो छ अब 7 दिन दुःख, 6 दिन दुःख भयो नि, एक दिन त अब हाँस्नु पर्यो होइन। हाँसीखिची गरेर अब बाहिर निस्किनु पर्यो के रहेछ अघि न भन्नु न अब तपाईँहरूले नै। गाह्रो छ। अब पहिला त भलिबल खेलेन, अहिले हेर्नु त किन छैन, पुरा उस गर्दैछ क्या। अहिले चाहिँ हामी यो छोडेर गइसक्यो। आउन यहाँ नवीन। हजुर के चल्दैछ, कस्तो चल्दैछ? एकदम ठिकठाक चल्दैछ। ऊ मेरो चाहिँ यता ऊ चाहिँ मेरो भन्नुपर्दाखेरि जिग्री दोष। अब ऊ भाइ भइहाल्यो। असुविधा तपाईँलाई देखाउँदैन अनि घुमिया छ होइन, रमाइलो गरिरहेछ। कस्तो भइरहेछ त अनि? काम कस्तो भइरहेछ यहाँको बसोबसाइ? काम अब होइन, काम त भयो छोडिदिउँ। अब गधा जस्तो गधाले काम गर्नुपर्छ। अब डलर भन्छ, डलर त सम्झिने, पानी छम्किने, क्याम्बियर दिन्छ। देख्छ मजा भइरह्यो, रमाइलो भइरह्यो नि। जे भयो नि रमाइलो, यही रमाइलो भनेकै खुसी भनेकै यही हो। अब अहिले छुट्टीको दिन आफ्नो
दाजुभाइ भेट्न पाइएको छ टक्क अब घुमघाम अब यस्तै भइरहेको रमाइलो अब यही हो रमाइलो नै भनौँ है रामदी पुलाने बितिकै बाँचे भेटा मरे त यतिकै जिन्दगीको लाग्दैन भर अधुरै भयो मनको रहर रामदी पुला बितिकै बाँचे भेटा मरे त यतिकै अब लास्टमा चाहिँ होइन अब जाने बेला हुन लाग्यो त्यो भएर एकछिन यसो पार्कतिर एकचोटि नै आएको थिएन म होइन त्यही भएर आज चाहिँ यसो छिर्दिएको धेरै दिन भएको थियो है धेरै दिन होइन आएर एकचोटि मात्रै बसेको थिएँ कि पार्कभित्र एकचोटि मात्रै बसेको थिएँ म होइन फाइनली आज फेरि पस्यो है थाहा थिएन यो त यस्तो राम्रो छ भनेर आइयो खुसी लाग्यो रमाइलो रहिरहेको है राम्रो रहेछ के भन्ने अब त के भन्ने हो र त्यति बोल्न आउँदैन है लाज पनि लाग्छ अलिअलि गाह्रो छ हजुर हेर्नु त कति राम्रो देखेको छ यता साइडतिर है हेर्नु त ओ माई गड क्या दामी दामी देखिरहेको क्या